सबैजनामा नमस्कार। मेरो नाम चाहिँ कृष्ण सापकोटा हो। मैले चाहिँ आज यो च्यानलमा जुन यो अहिले एजिभेट प्रेप नेपाल यो च्यानलमा चाहिँ पहिलो पटक यो भिडियो हाल्दैछु। मैले यो च्यानल बनाउनुको उद्देश्य भनेको चाहिँ विद्यार्थीहरूले जुन इन्ट्रान्स हुन्छ कमन इन्ट्रान्स एजिभेटको त्यो इन्ट्रान्सको चाहिँ टपिकहरू चाहिँ युट्युबमा सर्च गर्दाखेरि चाहिँ नआउने, त्यो मलाई पनि समस्या भएको थियो, नआउने। अनि सीको अनुसार नै पढ्न पर्ने, जुन घरमा अनलाइन पढिरहेका हुन्छन् त्यस्ता स्टुडेन्टहरूले चाहिँ सर्च गर्दाखेरि चाहिँ सीको आउने। सीमा चाहिँ फेरि कस्तो हुन्छ भने सीमा अलिक टफ, अलिकति सिलेबस भास्ट हुन्छ, अलिकति डिपमै गएर पढ्नुपर्छ होइन। तर इजिभेटमा चाहिँ त्यसरी पढ्न पर्दैन। जुन अहिले कमन इन्ट्रान्स हुन्छ 120 मार्क्सको, त्यसमा चाहिँ त्यति गाह्रो हुने गरी पढ्न पर्दैन। यसमा चाहिँ सजिलै हुने गरी अलिअलि पढेर नै पास मार्क्स ल्याउन सकिन्छ भनौँ न। पास मार्क्स ल्याउन सकिन्छ। अब अलि राम्रो गर्ने हो भने त अलि राम्रोसँग पढ्न पऱ्यो है त। ल आज चाहिँ हामी बोटानीको माइक्रोबायोलोजीबाट आज हामीले ब्याक्टेरिया पढ्छौँ है त। ब्याक्टेरिया पढ्छौँ आज हामीले है त। बोटानीको हाम्रो हुन्छ 22 मार्क्स आउट अफ 120। ल अब आज हामीले ब्याक्टेरिया स्टार्ट गरौँ। ब्याक्टेरिया ह्यान्डराइटिङ चाहिँ ठिकै छ, राम्रोसँग बुझ्नु होला है त। ब्याक्टेरियाको किङडम, ब्याक्टेरियाको किङडम हुन्छ हाम्रो मोनेरा। र मोनेरा चाहिँ किन भयो होला भन्नुभयो भने यो हुन्छ प्रोक्यारियोटिक। अलिकति अब बुझौँ। क्यारियोन अथवा क्यारियोन भनेको चाहिँ न्युक्लियस हुन्छ है त। न्युक्लियस हुन्छ क्यारियोन भनेको चाहिँ। अब हेर्ने क्यारियोटिक भनेको त न्युक्लियससँगै सम्बन्धित भएर होला। र प्रोक्यारियोटिक भनेको चाहिँ न्युक्लियस, जुन न्युक्लियस हुन्छ न्युक्लियसमा न्युक्लियर मेम्ब्रेन को एब्सेन्स भएर है त। न्युक्लियर मेम्ब्रेनको एब्सेन्स भएर चाहिँ हामीले प्रोक्यारियोटिक भनेको। र यो चाहिँ किङडम हुन्छ मोनेरा। र बेलामा चाहिँ एमसिक्यूमा के पनि आइरहेको छ भने क्लासिफिकेसन चाहिँ सुरुमा क्लासिफिकेसन चाहिँ कसले गरेका भन्दाखेरि कार्लेस लिन्नेसले गरेका है त। यो पनि कहिलेकाहीँ सोधिरहेको हुन्छ, यो नि बुझ्नुपर्छ। अनि अब अर्को हाम्रो ब्याक्टेरियाको अब मेन अलिकति इन्ट्रोडक्सनको क्यारेक्टरिस्टिक्स बुझौँ न है त। प्रोक्यारियोटिक भइहाल्यो। यो हुन्छ युनिसेलुलर, एउटा मात्रै सेलुलर मिलेर बनेको। अनि माइक्रोस्कोपले हेर्नुपर्ने, यो त अब थाहा छ त्यसो हजुरहरूलाई। माइक्रोस्कोप अर्गानिजम है त। अनि किङडम मोनेरा भइहाल्यो। अनि हाम्रो ब्याक्टेरिया भन्ने वर्ड चाहिँ ग्रिक वर्ड ब्याकेरियमबाट चाहिँ आएको हो। ब्याकेरियम भन्ने ग्रिक वर्डबाट चाहिँ आएको हो। अब अलिकति फिगर पनि बुझौँ है त। फिगर त्यस्तो चाहिँदैन, यो अलिकति बुझ्नको लागि मात्रै हो। धेरै राम्रो नि बनाउनु पर्दैन, पेनले यसै बनायो भने नि केही हुँदैन। ल यतिकै बनाऊ है त। यो इक्जाममा सोध्ने यहाँ फिगरबाट आउने भन्ने हुँदैन। यो यसो आफूलाई यसो स्ट्रक्चर यस्तो हुँदो रहेछ भनेर बुझ्नलाई मात्रै हो है। यसको टेल बनाऊँ। यसलाई भन्छ फ्लाजेला है त। यसको जुन टेल भाग हुन्छ त्यसलाई चाहिँ फ्लाजेला भन्छ। बाहिरकोपट्टिलाई चाहिँ क्याप्सुल भन्छ। भित्रपट्टि साइटोप्लाज्मा हुने भइहाल्यो। अनि हाम्रो अलिकति बिचमा यतातिर चाहिँ एउटा सानो न्युक्लियस बनाइदिउँ न। त्यस्तो राम्रो बनाउनु पर्दैन, यतिको अन्डरस्ट्यान्डिङको लागि मात्रै है त। अनि हाम्रो यहाँ चाहिँ प्रोटोप्लाज्मिक आउटग्रोथ हुन्छ है। यसलाई चाहिँ हामीले प्रोटोप्लाज्मिक आउटग्रोथ भन्छ, जसलाई चाहिँ हामीले पाइलस भन्छौँ।
पाइलस। अनि यतातिर नि हुन्छ यो अलिअलि, सबैतिर हुन्छ, यो अलिकति फिगरमा देखाउनलाई मात्रै हामीले। अनि मेसोसोम्स पनि हुन्छ, यो मेसोसोम्स पनि कुनैमा हुन्छ कुनैमा हुँदैन, यो चाहिँ अलिकति अहिले म बुझाउँछु। यतापट्टि साइडतिर प्लाज्मिड हुन्छ, यस्तो यति धेरै डिटेलमा जानु पर्दैन, तैपनि बुझिराखौँ भनेर हो। प्लाज्मिड हुन्छ। अनि मुख्य रूपमा मेन अलिकति चाहिने भनेको चाहिँ राइबोजोम है त। अब यो चाहिँ यतिकै बनाएर नि हुन्छ। राइबोजोम चाहिँ यसमा हुन्छ 70S है त। राइबोजोम भनेको चाहिँ 70S हुन्छ। यो चाहिँ हामीले अलिकति विचार राख्नुपर्छ। अनि यसको जुन सेल वाल हुन्छ, सेल वाल हामी यहाँ बनाइहालौँ न, यसरी सेल वाल मिलेर बनाइहालौँ। सेल वाल यो अलिकति गजाङगुजुङ भयो, तर यो बुझ्नको लागि मात्रै हो है। त्यस्तो म पनि प्रोफेसनल त होइन, जे भए पनि अन्डरस्ट्यान्डिङको लागि हो। सेल वाल चाहिँ हाम्रो पेप्टिडोग्लाइकेन पेप्टिडोग्लाइकेनले बनाएको हुन्छ। यतिसम्म हामीले बुझ्यौँ है त। ल अब चाहिँ क्यारेक्टरिस्टिक्समा जाउँ। क्यारेक्टरिस्टिक्स भन्दा पनि सुरुमा यसो गरौँ। हाम्रो ब्याक्टेरिया सबैभन्दा बेला बेलामा एमसिक्यूमा नि आउनु नि सक्छ, नआउनु सक्छ, अब यो चाहिँ थाहा भएन। तर लार्जेस्ट ब्याक्टेरियल सेल चाहिँ हाम्रो बेगियाटोआ मिराबिलिस। प्रोनाउन्सिएसन चाहिँ आफ्नो फरक हुन्छ, यसमा चाहिँ त्यति ध्यान दिनु पर्दैन, यो बुझ्नको लागि हो। डायलिस्टर न्युमोनोसिन्थिस, यो चाहिँ स्मलेस्ट हुन्छ है त। यो चाहिँ स्मलेस्ट हुन्छ, स्मलेस्ट ब्याक्टेरियल सेल। स्मलेस्ट ब्याक्टेरियल सेल चाहिँ डायलिस्टर न्युमोनोसिन्थिस हुन्छ है त। अब क्यारेक्टरिस्टिक्समा जाउँ। क्यारेक्टरिस्टिक्समा चाहिँ सुरुमा चाहिँ हाम्रो ट्रु सेक्सुअल रिप्रोडक्सन। यसमा चाहिँ ट्रु सेक्सुअल रिप्रोडक्सन भन्दा यिनीहरूको सेक्सुअल रिप्रोडक्सन चाहिँ हुँदैन। ध्यानमा राख्नु होला, यो सबै अन्डरस्ट्यान्डिङको लागि मात्रै हो। यो त्यस्तो प्रोफेसनली भएर त्यस्तो टिचरहरू नै भएर पढेको होइन। यो चाहिँ मैले बस युट्युबमा चाहिँ त्यस्तो सिलेबस ओरिएन्टेड भएर नभएको भएर चाहिँ मैले आफूले बुझेको कुरा मात्रै भन्न लागेको हो। त्यही भएर त्यस्तो राम्रोसँग नै एक्सपेक्ट गर्नु पर्दैन। अर्को चाहिँ छ हाम्रो यसको सेल वाल हुन्छ नि, सेल वाल चाहिँ सराउन्डेड हुन्छ एउटा स्लाइम लेयरले। त्यो स्लाइम लेयरलाई के भन्छौँ हामीले? क्याप्सुल। यहाँ फिगरमा हेर्न सक्नुहुन्छ, क्याप्सुल छ। क्याप्सुललाई चाहिँ हाम्रो सेल वाल इज surrounded by a slime layer called as capsule। जुन सेल वाल हुन्छ त्यो सेल वाललाई चाहिँ हाम्रो स्लाइम लेयरले चाहिँ सराउन्ड गरेर हुन्छ, त्यसलाई चाहिँ हामीले क्याप्सुल भन्छौँ है त। त्यसपछि यसमा हाम्रो ग्यास भ्याक्युल चाहिँ एब्सेन्ट हुन्छ। ग्यास भ्याक्युल इज एब्सेन्ट, सरी प्रेजेन्ट हुन्छ है, प्रेजेन्ट हुन्छ। ग्यास भ्याक्युल यसमा प्रेजेन्ट हुन्छ। अनि त्यसपछि फुड रिजर्भ। अब यसले आफ्नो खाना चाहिँ कसरी स्टोरेज गर्छ त, कसरी राख्छ त भन्दाखेरि चाहिँ, कसरी भन्दा पनि कुन रूपमा चाहिँ राख्छ भन्दाखेरि ग्लाइकोजेन र लिपिड्सको फर्ममा राख्दो रहेछ है त। यसले आफ्नो फुड मटेरियल चाहिँ ग्लाइकोजेन र लिपिड्सको फर्ममा राख्दो रहेछ। अब हाम्रो यसको सेलुलर स्ट्रक्चरमा जाउँ है त। सेलुलर स्ट्रक्चरमा जाउँ। सेलुलर स्ट्रक्चरमा हामी सुरुमा पढौँ यसको सेल वाल।
सेल वाल भनेको के भन्दाखेरि क्याप्सुल भित्रको पार्ट। हामीले दुईटा लेयर बनाएको थियौँ, याद होला। सेल वाल, यो क्याप्सुल है त। यसरी बुझौँ, फिगर भयो भने अन्डरस्ट्यान्डिङको लागि चाहिँ सजिलो हुन्छ है त। यसो भनेर सेल वाल चाहिँ हाम्रो केबाट बनेको हुन्छ भन्दाखेरि पुरै चाहिँ म भन्दिनँ। यसमा चाहिँ खालि एमसीक्यू टाइप मात्रै भन्छु मैले सुरुमै, त्यो एमसीक्यू टाइपले मात्रै गराउँछु। यसमा चाहिँ हाम्रो सेल वाल बन्ने भनेको चाहिँ के ले हो भन्दाखेरि चाहिँ सुरुमा त इम्पोर्टेन्ट पेप्टिडोग्लाइकेन भनिसक्यौँ अघि नै आइसक्यो, तर साथसाथै अल्सो अमिनो एसिड्स, अनि अर्को पोलिस्याचराइड्स, लिपिड्स एन्ड यो डी र यो एस हो, लिपिड्स एन्ड प्रोटिन। यो एमिनो एसिडमा चाहिँ म्युरामिक एसिडहरू यस्तो एसिड पर्छ। अलिकति डिप नै जान्छ, यस्तो चाहिँ पढ्न पर्दैन। इक्जाममा आयो भने चाहिँ सेल वाल चाहिँ के ले बनेको हुन्छ भनेर चाहिँ अब जस्तो पेप्टिडोग्लाइकेन, एमिनो एसिड, पोलिस्याचराइड भनेर एउटा पोइन्टमा दिन्छ, अनि अरू पोइन्टमा अरू अप्सन हुन्छ। त्यसरी चाहिँ हामीले अब चिन्न पर्यो। त्यसपछि आउँछ हाम्रो स्लाइम लेयर। स्लाइम लेयरलाई त अघि नै भनिसक्यौँ हामीले। स्लाइम लेयरलाई त भनिसक्यौँ सेल वाललाई सराउन्ड गर्छ। यो पोइन्ट मात्रै ल्याउँछु, मैले त्यस्तो डिपली जाँदिनँ, ल्याङ्ग्वेज पनि नहेर्नु होला, यो अन्डरस्ट्यान्डिङको लागि मात्रै हो। सेल वाल सराउन्ड्स गर्दा सेल वाल चाहिँ यसलाई सराउन्ड्स गर्छ। अनि यसले चाहिँ अब सेललाई अलिकति थपिदिउँ न है, सेललाई चाहिँ होल्ड गर्छ है त। सेललाई होल्ड गर्छ होइन, अलिकति फ्रेम टाइप दिन्छ, सेललाई फ्रेम टाइप दिन्छ भनौँ। त्यसपछि आउँछ हाम्रो 3 नम्बरमा साइटोप्लाज्मा। साइटोप्लाज्मामा अरू केही पढ्न पर्दैन। साइटोप्लाज्मामा चाहिँ यति मात्रै बुझौँ, कम्पोज्ड हुन्छ। कम्पोज्ड के हुन्छ भन्दा फोस्फोलिपिड्स, प्रोटिन, यसरी रेसियोमा लेखौँ है त, अनि कार्बोहाइड्रेट। अब यिनीहरूको रेसियो चाहिँ कति हुन्छ भन्दाखेरि 30:60:10, यो पर्सेन्टमा हो है त, यो चाहिँ पर्सेन्टमा हो। यति बुझे हुन्छ। अब 4 नम्बरमा हामी फ्लाजेला भनेको त्यसको टेल लाइक स्ट्रक्चर है त। फ्लाजेला भनेको के हो भने प्रोटोप्लाज्मिक थ्रेड्स लाइक स्ट्रक्चर हो है त। त्यो प्रोटोप्लाज्मिक थ्रेड्स लाइक स्ट्रक्चर हो। अब यसले मुख्य रूपमा हेल्प गर्छ भन्दाखेरि चाहिँ लोकोमोसनमा हेल्प गर्छ। हेल्प्स इन लोकोमोसन, यसले चाहिँ हाम्रो लोकोमोसनमा हेल्प गर्छ। अनि फ्लाजेला भनेको चाहिँ प्रोटोप्लाज्मिक थ्रेड्स लाइक स्ट्रक्चर हो है त। त्यसपछि हाम्रो पिल्ली नि भन्छ, पाइलस नि भन्छ, लाई फिम्बाई पनि भन्छ है त। अब कसरी बुझ्ने, एमसीक्यूमा झुकाउनको लागि जुन पनि आउनसक्छ त्यो त अब आफूले पढ्नु पऱ्यो है त। अब यिनीहरू चाहिँ के हुन्छ भने अघि मैले देखाएको थिएँ नि सानो सानो तिनवटा तानेर, हो त्यो हो है त, यो पिल्ली, पाइलस, फिम्बाई भन्ने। अब यिनीहरू चाहिँ सर्ट हुन्छ है त, सर्ट न्यारो हुन्छ है त यिनीहरू। अब यिनीहरू पनि प्रोटोप्लाज्मिक आउटग्रोथ नै हो। यो प्रोटोप्लाज्मिक थ्रेड लाइक स्ट्रक्चर भने हम। अब यो चाहिँ अलिक ठुलो भयो भने यो चाहिँ फाइन, यो चाहिँ सानो, यो चाहिँ प्रोटोप्लाज्मिक आउटग्रोथ है त, अराउन्ड बडी र बडी। अब यसको फङ्सन यसले के काम गर्छ त भन्दाखेरि कन्जुगेसनको बेलामा
कन्जुगेसनको बेलामा कन्जुगेसन भनेको चाहिँ अफस्प्रिङ जन्माउने भनौँ न अफस्प्रिङ जन्माउने नयाँ अफस्प्रिङ अनि त्यसपछि आउँछ हाम्रो यसले अट्याच गराउँछ अट्याचमेन्ट अफ ब्याक्टेरिया वाटर सर्फेसमा है त अट्याचमेन्ट अफ ब्याक्टेरिया टु यहाँ लेखिदिउँ वाटर सर्फेस। अब अर्को छ हाम्रो प्लाज्मिडको त्यति पर्दैन यसको चाहिँ आउँदैन यो चाहिँ अब जानिराख्यो भने चाहिँ राम्रो भयो हैन भने त्यति पर्दैन यो चाहिँ एक्स्ट्रा सेलुलर डिएनए मात्रै हो है त एक्स्ट्रा सेलुलर डिएनए मात्रै हो जुन चाहिँ रेप्लिकेसनको बेलामा चाहिँ रेप्लिकेसनको चाहिँ क्यापेबल हुन्छ है त क्यापेबल अफ रेप्लिकेसन भन्छ हामीले प्लाज्मिडको यति नै हो अरू त्यस्तो धेरै पढ्न पर्दैन। अब अर्को छ हाम्रो ग्राम पोजिटिभ है त ग्राम पोजिटिभ ब्याक्टेरिया अर्को ग्राम नेगेटिभ। ग्राम पोजिटिभ र ग्राम नेगेटिभ। ल ग्राम पोजिटिभमा चाहिँ सेल वाल ठिक हुन्छ है त ठिक हुन्छ एन्ड होमोजिनियस। अब यसमा चाहिँ थिन एन्ड हेटेरोजिनियस। अब यसमा लिपिडको मात्रा चाहिँ कम हुन्छ है त कन्टेन्ट यति डिप त नहोला तै पनि जानिराखौँ भनेर हो है यति डिप चाहिँ पढ्न पर्दैन है यति डिप नआउनु पनि सक्छ पढेपछि अलिकति राम्रै पढौँ भनेर हो है आइ है त आइ। अनि मेसोसोम्स मेसोसोम चाहिँ यसमा प्रेजेन्ट हुन्छ है त मलाई अघि मेसोसोमको कुरा सुरुमा भनेको थिएँ यही हो ध्यान दिनुपर्ने मेसोसोम चाहिँ यसमा प्रेजेन्ट हुन्छ ग्राम पोजिटिभमा मेसोसोम प्रेजेन्ट हुन्छ भने मेसोसोम चाहिँ एब्सेन्ट हुन्छ ग्राम नेगेटिभमा है त। अब मेसोसोमको फङ्सन के हो भनेर भन्नुभयो भने अघि फिगरमा मैले देखाएको छु मेसोसोम कहाँ हुन्छ भनेर मेसोसोमको फङ्सन भनेको चाहिँ हाम्रो रेस्पिरेसनमा इजी गराउने अनि सेल वाल फर्मेसन छ एउटा सेल वाल फर्मेसन अनि डिएनए रेप्लिकेसनको बेलामा हेल्प गर्ने यति यसको फङ्सन भयो। अनि त्यसपछि अब आउँछ हाम्रो अब सेक्स पिल्लीहरूको कुरा पनि हुन्छ अब सेक्स पिल्ली चाहिँ ग्राम पोजिटिभमा एब्सेन्ट हुन्छ भने सेक्स पिल्ली यसमा प्रेजेन्ट हुन्छ हैन यो पनि भन्न पाइयो तर त्यो त्यति इम्पोर्टेन्ट छैन त्यो पनि लेख्दिउँ है त सेक्स पिल्ली चाहिँ एब्सेन्ट हुन्छ यो अन्डरस्ट्यान्डिङ मात्रै हो है सबै नोट त्यस्तो राम्रो नोट बनाउने भनेर हैन यस्तो यस्तो आउँछ यसरी यसरी पढौँ भनेर हो अब प्रेजेन्ट हुन्छ यसमा। अब एन्टिबायोटिकको कुरा गर्ने हो भने पनि ससेप्टिबल हुन्छ है भनेको एन्टिबायोटिकले यसलाई हार्म गर्छ अब यसले चाहिँ गराउँदैन है फेरि त रेसिस्टेन्ट हुन्छ यो सबै लेख्दिनँ मैले यो बुझ्नको लागि हो बुझ्नु होला है त। अब हेर्नु है त सेल वाल ठिक छ सेल वाल ठिक छ सेल वाल ठिक भन्ने बित्तिकै त्यो पेप्टिडोग्लाइकेनको कन्टेन्ट के हुने भयो पेप्टिडोग्लाइकेन त धेरै हुने भयो त यसमा चाहिँ पेप्टिडोग्लाइकेन चाहिँ रिलेटिभली लो हुन्छ है त। यसपछि चाहिँ हामी मोड्स अफ न्युट्रिसन पढौँ है त मोड्स अफ न्युट्रिसन इन
ब्याक्टेरिया, मोड्स अफ न्युट्रिसन इन ब्याक्टेरिया। अब यसमा पनि दुई खालको हुन्छ है त। एउटा हुन्छ अटोट्रपिक र एउटा हेटेरोट्रपिक। अटोट्रपिक भनेको हजुरलाई थाहा होला, आफ्नो खाना आफैले बनाउने। हेटेरोट्रपिक भनेको अरूमा डिपेन्ड हुने है त। अब यसमा त्यति इम्पोर्टेन्ट चाहिँ छैन। अटोट्रपिकमा फोटो अटोट्रपिक ब्याक्टेरिया हुन्छ, त्यसमा पनि फेरि अर्को केमो अटोट्रपिक हुन्छ होइन। फोटो अटोट्रपिकमा चाहिँ अब ग्रिन सल्फर ब्याक्टेरियाहरू, पर्पल सल्फर ब्याक्टेरियाहरू, अनि केमो अटोट्रपिकमा चाहिँ हाइड्रोजन ब्याक्टेरियाहरू, नाइट्रिफाइङ ब्याक्टेरियाहरू हुन्छ है। त्यसमा चाहिँ अब एउटा इम्पोर्टेन्ट भनेको चाहिँ अटोट्रपिकको एउटा हुन्छ फोटो अटोट्रपिक, एउटा हुन्छ किमो भन्छन्, केमो भन्छन्, सबै आफ्नो प्रोनाउन्सिएसन हुन्छ। एचआइसी केमो अटोट्रपिक ब्याक्टेरिया। यसमा चाहिँ केमो अटोट्रपिक ब्याक्टेरियामा चाहिँ हाम्रो एउटा इम्पोर्टेन्ट हुन्छ, हामीले भन्छ नाइट्रिफाइङ ब्याक्टेरिया। नाइट्रिफाइङ ब्याक्टेरिया है त। यो चाहिँ अलिकति रिलेटिभली इम्पोर्टेन्ट छ यो मोड्स अफ न्युट्रिसनबाट। यो हुन्छ हाम्रो नाइट्रोसोमोनास, एउटा यसको इक्जाम्पल हो नाइट्रोसोमोनास। त्यसपछि आउँछ हाम्रो अर्को हेटेरोट्रपिक ब्याक्टेरिया। हेटेरोट्रपिकमा पनि स्याप्रोफाइटिक ब्याक्टेरिया हुन्छ, एउटा सिम्बायोटिक ब्याक्टेरिया हुन्छ, एउटा प्यारासाइटिक ब्याक्टेरिया हुन्छ है त। अब स्याप्रोफाइटिक ब्याक्टेरिया भनेको चाहिँ जसले अर्ग्यानिक रिमेन्सहरूबाट चाहिँ आफ्नो खाना बनाउने। अब यसको पनि स्याप्रोफाइटिक ब्याक्टेरिया। अब यसलाई यसको अर्को एउटा नाम पनि छ, यसको फङ्सनबाट चाहिँ आएको नेचर्स स्क्याभेन्जर। स्क्याभेन्जर्स। अब यसले चाहिँ अर्ग्यानिक रिमेनबाट फुड बनाउँछ है त, अर्ग्यानिक रिमेन्सबाट फुड्स बनाउँछ। अनि अब यसको इक्जाम्पल भनेको चाहिँ PSEUDOMONAS स्युडोमोनास है त। अब हेटेरोट्रपिकमै अर्को हुन्छ सिम्बायोटिक। सिम्बायोटिकमा चाहिँ जसले चाहिँ म्युचुअल बेनिफिसियलमा चाहिँ अर्को अर्ग्यानिजमसँग चाहिँ एसोसिएसन गर्छ है त। यसमा सबैभन्दा इम्पोर्टेन्ट भनेको राइजोबियम, नाइट्रोजन फिक्सिङ। सिम्बायोटिक एसोसिएसन चाहिँ केसँग गर्छ भन्दाखेरि लेगुमिनस प्लान्टसँग गर्छ है त, गरेर नाइट्रोजन फिक्सिङ गर्छ है त। नाइट्रोजन फिक्सिङ गर्छ। अनि अर्को छ हाम्रो यति भइहाल्यो। नाइट्रिफाइङमा चाहिँ नाइट्रोसोमोनास पनि भइहाल्छ, एउटा नाइट्रोब्याक्टर पनि छ। यसमा इक्जाम्पल त कति दिएछन्, नाइट्रोब्याक्टर पनि छ। अब चाहिँ हाम्रो रिप्रोडक्सनमा जाउँ है त। रिप्रोडक्सन इन ब्याक्टेरिया। है त। अब रिप्रोडक्सनमा चाहिँ हाम्रो केबाट हुन्छ भन्दाखेरि असेक्सुअल रिप्रोडक्सन, हुन्छ हाम्रो बाइनरी फिसनबाट है त। यो चाहिँ अब रिप्रोडक्सनको च्याप्टरमा पढाउँला हामीले
पछि अहिले चाहिँ यति बुझौँ है त। बाइनरी फिसनबाट चाहिँ हुन्छ असेक्सुअल रिप्रोडक्सन र सेक्सुअल, यो चाहिँ फेभरेबल अहिले यसमा पर्दैन। अनि त्यसपछि सेक्सुअली चाहिँ ट्रान्सफर्मेसन, ट्रान्सट्रक्सन र कन्जुगेसन। अब यसको लेखिरहनु पर्दैन तर म सर्टमा भनिदिन्छु। ट्रान्सफर्मेसनमा चाहिँ कुनै एउटा नयाँ एक्स्ट्रा डिएनए, मानौँ यतिकै कुनै नयाँ डिएनए, यतिकै जुन डिएनए बसिरहेको हुन्छ त्यो डिएनए चाहिँ ब्याक्टेरियाले एक्सेप्ट गरेर त्यो डिएनए भित्र गएर चाहिँ उनीहरूको बोन्ड बन्यो भने चाहिँ ट्रान्सफर्मेसनबाट नयाँ बन्ने भयो। ट्रान्सट्रक्सन भनेको चाहिँ जुन ब्याक्टेरियो फेज हुन्छ, ब्याक्टेरियो फेजले चाहिँ एट्याक गरेर ब्याक्टेरिया छ, यो ब्याक्टेरिया हो, ब्याक्टेरियालाई चाहिँ ब्याक्टेरियो फेजले चाहिँ एट्याक गरेर जुन ब्याक्टेरियो फेजमा हुन्छ भित्रको डिएनए, क्याप्सिडभित्र हुन्छ जुन डिएनए, त्यो डिएनए चाहिँ गएर ब्याक्टेरियाको न्युक्लियसमा गएर डिएनएसँग बोन्ड गऱ्यो भने चाहिँ हाम्रो ट्रान्सट्रक्सनबाट हुन्छ है त। अनि कन्जुगेसन गर्दा मैले हजुरहरूलाई अघि नै भनिसकेँ। अब अर्को चाहिँ छ एक दुईवटा ब्याक्टेरियाको नाम पनि हेरौँ। अब बिटरनेस अफ टोबाको चाहिँ केले क्योर हुन्छ भन्दाखेरि ब्यासिलस मेगाथेरियम। अनि अर्को एउटा इम्पोर्टेन्ट ब्याक्टेरिया भनेको स्ट्रेप्टोकोकस ल्याक्टिस। यसले चाहिँ ल्याक्टोज कन्भर्ट्स ल्याक्टोज टु ल्याक्टिक एसिड। यसको सबैको स्पेलिङ राम्रोसँग हेर्नुपर्छ है, स्पेलिङमा धेरै नै झुकाउँछ, यसको स्पेलिङ पनि राम्रोसँग हेर्नुपर्छ। ल हामीले के पढ्यौँ त आज? ब्याक्टेरिया पढ्यौँ, किङडम मोनेरा, प्रोक्यारियोटिक, यो सबै पढ्यौँ। यो सबै रिभिजन गर्नु होला। एकचोटि पढेर मात्रै हुँदैन, हजुरहरूले नि लेख्नुपर्छ, हेरेर मात्रै नै हुँदैन। त्यसपछि हामीले सेलुलर स्ट्रक्चरहरू, फुड रिजर्भरको कुरा गऱ्यौँ, सेल वालको कुरा गऱ्यौँ, त्यसपछि ग्राम पोजिटिभ ग्राम नेगेटिभ, अनि त्यसपछि हामीले मोड्स अफ न्युट्रिसनको कुरा गऱ्यौँ। त्यसपछि नाइट्रिफाइङ ब्याक्टेरियाहरू, जुन चाहिँ नाइट्रोफाइङ ब्याक्टेरियापछि हेटेरोट्रोपिक ब्याक्टेरियामा चाहिँ स्याप्रोफाइटिक ब्याक्टेरियाको कुरा गऱ्यौँ, सिम्बायोटिक ब्याक्टेरियाको कुरा गऱ्यौँ होइन। अब अर्को प्यारासाइटिक ब्याक्टेरिया नै हुन्छ यसमा, तर त्यस्तो ब्याक्टेरियाहरू पढ्न पर्दैन है त। प्यारासाइटिक ब्याक्टेरिया भनेको चाहिँ कस्तो ब्याक्टेरिया भन्दाखेरि होस्टको चाहिँ कनेक्टिभ टिस्युलाई ब्रेक गरिदिन्छ, कनेक्टिभ टिस्यु सेलुलोजहरूलाई चाहिँ यसले ब्रेक गरिदिन्छ र त्यहाँबाट चाहिँ खाना लिन्छ है त। त्यस्तो ब्याक्टेरियाहरूको इक्जाम्पल भनेको चाहिँ क्लोस्ट्रिडियम टिटानी, जसले चाहिँ टिटानस पनि कज गराउँछ, अनि भिब्रियो कोलेरा जसले चाहिँ कोलेरा गराउँछ है त। त्यो प्यारासाइटिक ब्याक्टेरिया हो, त्यो पनि हजुरले अलिकति ध्यानमा दिनु होला। प्यारासाइटिक ब्याक्टेरियामा क्लोस्ट्रिडियम टिटानी जसले टिटानस गराउँछ, भिब्रियो कोलेरा जसले कोलेरा गराउँछ है त। त्यो पनि लेख्नु होला, यहाँ लेखिदिइहाल्छु म पनि। प्यारासाइटिक ब्याक्टेरिया यो चाहिँ हेटेरोट्रोपिकमा पर्छ है त, प्यारासाइटिक हेटेरोट्रोपिकमा पर्छ। क्लोस्ट्रिडियम टिटानी जसले टिटानस गराउँछ, र भिब्रियो कोलेरा ले गऱ्यो। अनि त्यसपछि रिप्रोडक्सनको कुरा गऱ्यौँ, सेक्सुअलीको कुरा गऱ्यौँ, असेक्सुअलको कुरा गऱ्यौँ। ल ब्याक्टेरिया हामीले भ्यायौँ। ब्याक्टेरियाको लगभग यति नै पढेपछि हुन्छ होला। अब चाहिँ केही एमसिक्यूहरू गरौँ है त। अलिअलि एमसिक्यू पनि गर्नु पऱ्यो, नभए झुक्किन्छौँ हामी अलिअलि। मैले यहाँ कुनै एमसिक्यूहरू चाहिँ मैले खोजेर राखेको छु। अब सुरुमा छ हाम्रो ब्याक्टेरिया। यसमा छुटेमुटेका जुन मैले अगाडि पढाउँदाखेरि नै छुटेमुटेका कुराहरू पनि हुनसक्छ है त, म नभनेका कुराहरू पनि एमसिक्यूद्वारै आउँछ। मैले चाहिँ त्यही भएर एमसिक्यूमै सिधै भनिदिउँ भनेर पनि हो। डिस्कभर्ड बाई ब्याक्टेरिया डिस्कभर गरेको चाहिँ ल्युमेनहकले है त। यिनले ब्याक्टेरिया डिस्कभर गरेका हुन्। तर फेरि लुइस पास्चर जुन छन् तिनलाई चाहिँ फेरि फादर अफ
अफ ब्याक्टेरियोलोजी भन्छौँ है त। त्यसपछि आउँछ हाम्रो अर्को रोबोट। यो नपढ्न पनि सक्छ, यो पढ्दैन, त्यति इम्पोर्टेन्ट छैन है त। त्यसपछि अब ब्याक्टेरिया भाज डिस्कभर्ड बाय आयो भने लिमेनबर्ग हान्ने है त। अनि ब्याक्टेरियोलोजीको फादर भन्यो भने चाहिँ पास्चर हान्नु पऱ्यो है त। अब त्यसपछि अर्को आउँछ हाम्रो मोडर्न बायोलोजिस्ट प्लेसेस ब्याक्टेरिया अन्डर द किङडम भनेछ। यसमा प्रोटिस्टा, फङ्गाई, प्लान्टी र मोनेरा, यसको मोनेरा है त, मैले रिजन पनि भनिसकेको छु। त्यसपछि यो लेखिनँ मैले। त्यसपछि ब्याक्टेरिया हेभ बिन पुट इन मोनेरा बिकज दे आर इन प्रोक्यारियोटिक, यो पनि भइसकेको छ। ब्याक्टेरिया अर्को छ ब्याक्टेरिया यम्बियली रिजेम्बल्स एज नोस्टोको है, यो नोस्टोको। त्यसपछि म लगाइदिन्छु, पानमा उडाउँदै गयो। ब्याक्टेरिया वेयर फर्स्ट कल्चर्ड बाई भन्यो भने चाहिँ रोबर्ट कोच है त। स्पेलिङ चाहिँ मलाई KOCH हो कि के हो, म अलिकति झुक्किन्छु है त। यो चाहिँ हो कि होइन हजुरहरूले नि हेर्नु होला। त्यसपछि आउँछ हाम्रो ब्याक्टेरिया आर कन्सिडर टु बी प्लान्ट। ब्याक्टेरियाहरू किन प्लान्ट कन्सिडर गर्छन् त नि? कन्सिडर टु बी किन प्लान्ट कन्सिडर गर्छ भन्दाखेरि चाहिँ दे हेभ रिजिड सेल वाल है त। अप्सन हेभ रिजिड सेल वाल, यो अप्सन आयो भने लाउनु। त्यसपछि ब्याक्टेरिया वाज कोइन्ड बाई, त्यो जुन टर्म ब्याक्टेरिया हो, यसमा मैले सुरुमा नलेखाएको कुराहरू भन्छ है, जुन मैले इन्ट्रोडक्सनमै लेखाउनु पर्थ्यो, त्यो कुराहरू चाहिँ मैले लेखाएको छैन। यहीँ अब MCQबाटै सजिलो हुन्छ भनेर हो। कोइन्ड बाई टर्म ब्याक्टेरिया वाज कोइन्ड बाई भन्यो भने क्रिस्टियन RENBER, मलाई चाहिँ यो जस्तो लाग्छ है, क्रिस्चियन इरेन भयो। यो क्रिस्चियन त मिल्यो है, यो इरेन भएको यो पहाडीको नाम चाहिँ यही हो कि स्पेलिङ मिस्टेक छ कि म अलिकति झुकेको छु। त्यसपछि चिफ कम्पोनेन्ट अफ ब्याक्टेरियल सेल वाल, अघि मैले लेखाएको थिएँ एमिनो एसिड र पोलिस्याचराइड, यसको एन्सर यही नै हो है, एमिनो एसिड र पोलिस्याचराइड आयो भने हुन्छ। अनि कहीँ चाहिँ हाम्रो म्युरामिक एसिड, डायमिनो पाइमेलिक एसिड होइन, N-एसिटाइल ग्लाइकोजामाइन भनेर नै आउन सक्छ। यो अप्सन पनि आयो भने यो पनि ठिक हो है, N-एसिटाइल ग्लाइकोजामाइन, म्युरामिक एसिड र डायमिनो पाइमेलिक एसिड है त। यो अप्सन आयो भने पनि ठिक हो, यहाँ लेखिदिन्छु। सेल वाल चाहिँ केले बनेको भनेर कम्पोजिसन आयो भने चाहिँ यो यस्तो गरौँ, NaCETYL ग्लाइकोसामाइन। धेरै जस्तो चाहिँ पोलिस्याचराइड अमिनो एसिड भनेर नै आउँछ होइन। अब कहिलेकाहीँ झुक्काउनलाई आइहाल्यो भने पनि भनेर हो। म्युरामिक एसिड र डाइअमिनो पाइमेलिक एसिड, डाइअमिनो पाइमेलिक एसिड है त। ल यति, यो कहिलेकाहीँ चाहिँ यति भनेर नै आउन सक्छ। अनि अर्को एउटा अलिकति इम्पोर्टेन्ट भनेको चाहिँ ब्याक्टेरियाहरू चाहिँ जुन मैले अलि लास्टमा याद आइरह भन्दाखेरि त्यो तिनीहरू चाहिँ भनेको है त। युपी इन नेचर। अब ब्याक्टेरियालाई अलिकति डिभाइड गरेको पनि छ, त्यो चाहिँ थर्मोफाइल्सहरू, सेरोफाइल्सहरू, एसिडोफाइल्सहरू, ब्यारोफाइल्सहरू, एनारोबिकहरू चाहिँ यिनीहरू चाहिँ अलिकति पर्दैन है त। ल आजलाई यति नै, ब्याक्टेरिया चाहिँ हामीले लगभग कम्प्लिट गऱ्यौँ। अरू छुटपुटका क्वेसनहरू छन् भने चाहिँ हजुरहरूले नि हेर्नु होला। थ्योरी भनेको चाहिँ लगभग यति नै पढ्नुपर्छ है, योभन्दा धेरै चाहिँ पढ्नु पर्दैन। इजी भेटको लागि चाहिँ योभन्दा धेरै पढ्नु पर्दैन। लगभग यसमा पनि धेरै नै कुरा अलिकति बढी नै छन्, सबै कुरा पनि पढ्नु पर्दैन यति सबै।
अब हजुरहरूले चाहिँ क्वेसनहरू हेरेर क्वेसन ब्याङ्कहरूबाट चाहिँ क्वेसनहरू हेरेर गर्नु होला है त। कस्तो लाग्यो भिडियो, हजुरहरूले प्रतिक्रिया पनि दिनु होला है त। यो मेरो फर्स्ट भिडियो कस्तो लाग्यो, मैले चाहिँ यो एकदम फ्रेन्ड जसरी एउटा फ्रेन्डले कसरी सिकाउँछ त्यसरी नै मैले चाहिँ यो सिकाउन खोजेको हजुरहरूलाई। हजुरहरूले कति बुझ्नुभयो, हजुरहरूले आफै पनि पढ्नु होला, अलिअलि चाहिँ लेख्नु पनि होला है त, लेखेर अनि एमसिक्यू पनि सल्भ गर्नु होला। र हजुरहरूलाई कुनै पनि क्वेसन छ भने चाहिँ, जिज्ञासा छ भने चाहिँ कमेन्ट सेक्सन चाहिँ कमेन्ट गरिहाल्नु है त, मैले रिप्लाई गरिहाल्छु। हस्, ल बाई।